जाने हो मायालाई छोडेर देऊ न सानो पासपोर्ट र झोला 2-4 वर्ष याभा भेट नहोला कपालु कोरेर जाने हो भविकालाई छोडेर कसरी जाने हो मायालाई छोडेर Thank you so much. Thank you, Bhavika. Congratulations. मेरो टिमलाई रोज्नु भएकोमा थ्याङ्क यू सो मच थ्याङ्क यू कतितिर जान चाहन्छु कोच प्रबोध यताको पुन कि यताको पुन अगाडि जान्छन् कुन पालो अब निर्णयको अब उहाँ ट्यालेन्टहरूले गाउनु भयो अब अहिले चाहिँ आएर रिजल्ट के हो भन न मन कता भन न भन्ने होला मलाई होइन त्यस्तै भइरह होला तपाईहरू यो एकदम टफ डिसिजन हुन सक्छ अब कसलाई लैजाउँ त भन्दा अडियन्सले पनि अलिकति सपोर्ट गर्नु भने मजा आउँछ है अब मैले अब आजको प्रस्तुति प्लस भोलिको दिनमा मैले एक्सपेरिमेन्ट पनि गर्न सक्ने हिसाबमा मैले अगाडि लानु पर्दा चाहिँ अम्बिका Congratulations, अम्बिका टिम प्रबोधलाई रिप्रेजेन्ट गर्दै नकआउटमा प्रवेश गर्नुभएको छ र सँगसँगै प्राप्त गर्नुभएको छ डेनभरको तर्फबाट गिफ्ट ह्याम्पर पनि भविका आश अझै पनि मरेको छैन तपाईँ टिम प्रमोदबाट हुनुहुन्छ र कोच प्रमोदको सेभ पनि सकिसकेको छ कोचहरूसँग विशेष अधिकार छ स्टिल या सेभको Thank you. सो भविका दुईजना कोचहरूले तपाईँको लागि स्टिल बजा हिट गर्नुभएको छ
तपाईसँग अप्सन छ अब कुन टिममा जाने भनेर। सो कोच गेम तपाईँ किन स्टिल गर्न चाहनुहुन्छ? उसलाई अहिले यतिखेर मेरो आवश्यकता छ। एन्ड कोच राजु तपाईँ किन भविकालाई आफ्नो टिममा स्टिल गर्न चाहनुहुन्छ? कोच खेमले भन्नु उसलाई अहिले कोच खेमको आवश्यकता छ, तर म पहिला नै मलाई उसको आवश्यकता भएर म पहिल्यै घुमेको थिएँ। सो म त आउट हुन्छ कि भनेर डर लागिरहेको थियो। सो दुईजना कोच मेरो लागि स्टिल भइदिनु भयो, एकदम धेरै धन्यवाद भन्न चाहन्छु। ओके कोच गेम लाइफमा मैले खुब कोसिस गरेको हो नानीलाई मेरो टिममा ल्याउनको लागि। सबैले कोसिस गरेको भाइ। हो, सबैको आफ्नो एक खालको कोसिस चाहिँ रह्यो नै, तर अनि मलाई यहाँ सबै सङ्गीतहरू सबै जनरा उत्तिकै सम्मानजनक नै हुनुहुन्छ, तर अझ कहिलेकाहीँ जनरा अझ मिल्यो भने पनि अझ भावना पनि मिल्छ, अझ हामीलाई काम गर्न सजिलो हुन्छ भन्ने हिसाबले पनि बढी मैले अलिक बढी नै आशा गरेको छु। तर त्यतिखेर आशा ठ्याक्कै विपरीत भयो, कोच प्रमोदसँग जानुभयो, त्यो बेला खुब हेला गर्नुभयो अहिले मलाई। तर यसपालि चाहिँ पक्कै पनि तपाईँले हेला गर्नुहुन्न मलाई भन्ने चाहिँ छ है नानी।